र हिजोकै टोली छौँ आज पनि हामी अगाडि 2 जना म पनि 1 जना र हिजो चाहिँ अलिक हल्लिएको थियो आज नि हल्लिन्छ क्यामेरा किनकि कुद्नुपर्छ हामीहरू र आज नि हामी फोर्ट डराउने ठाउँमै हिजोको ठाउँमै फेरि खोल्नेछौँ ठुलो लागि आइपुगेको छ हामी 2 जना पछाडि 2 जना केटाहरू मेरो साथीहरू आउँदैछ र म चाहिँ अगाडि फेरि पनि र हिजोको फोर पनि आज डराउने थियौँ अहिले आएर फाइनली गुवा थुङ्गी टेकिएको छ गाइस आज चाहिँ एउटा भाइ थपिएको छ यो भाइ चाहिँ निकै कुद्न सकेको छैन यो आजै हो सुरुवात अगाडि 2 जना कुद्दैछ फेरि पनि ल्याइसकेको छ सकिन्छ सफा गरौँ फोहोर सबै सकिँदै के हो सकिन्छ सफा गरौँ सफा बसौँ सकिँदैन कमसे कम फोहोर नगरौँ समय र विवेकशील नागरिक बनाऊ असल नागरिकको परिचय दिउँ तर के छ भने फोहोर नगरौँ तर यो के हो त्यहाँ त गाई बाख्रा पनि आएको थियो क्या अब तिमीले कहाँ भित्र यहाँ माथि बसाएको बाख्रालाई चाहिँ यसरी ओ भाइ तिमीले यहाँ बाख्रा चराउने हो ए उसै यहीँको घर भएर भोलिदेखि पनि हामीसँग थपिएको छ भाइ र म चाहिँ यहाँ यसो चौचौको खोल्नु सफा हालिदिँदैछु लाइटर झिककडा डढाइदिउँ सँग आउने साथी भाइ गइसकेको छ भोलिदेखि पनि ऊ पनि आउँछ र यो बाटो जाँदैछ ऊ चाहिँ माथिको डाँडामा जाने अरे र हामी सबैजना यहाँ बसिरहेछौँ ओ केटाहरू रेडी छ माथि जानु हामी नि जानेछौँ ल यहाँबाट चाहिँ जानुपर्ने छ बाटो यो चाहिँ असोज 18 गते पर्केको पोखरी हो र यहाँ बिचमा कुलुङ परिवारको पिङ थियो यहाँ पुगेको छ अहिले त्यहाँको पिङ चाहिँ कता गयो अब त्यो फलामहरू सिधा छ असोज 18 गते पर्केको पोखरी बेलुका ठुलो पानी परेर इलामको सबैभन्दा ठुलो पानी परेको थियो त्यति बेला हामी चाहिँ फाइनली अब यहाँ फुट्टे नागेर ओइ साला नपड्का है खतराको खेल चल्दैछ यहाँ फाइनली उसे हावामा उडिरहेछ है गाइस ल हावामा मुनि केही छैन जम भाइ माथि हामी रन हान्दै आएपछि गुवा थुन्दी पनि आज घुम्यौँ पोखरी भएपछि नै सिडी बनाएको थियो पोखरी पर्खेपछि केही कामै आएन अब यो होइन त हो कि होइन कपाल नदेखाउन त तिम्रो त्यो मुला के रहेछ रे भाइ कसको मेरो ए फुल बोक्ने अङ्कलको
फुल त यहाँ छ अब गुवासँगैमा केटीलाई भेट्नु आएको थियो अरे त्यस क्रममा फुल बोक्दाखेरि हामीलाई देखेर लास मानेछ क्या फुलले चियाको बगानमा लगाइछ अब यहाँ पनि एकछिन रनान सुपरम्यान जस्तो उडेर आइसकेको छ यहाँ थिएछ नि डस्टबिन यो सिडी हेर्दा चाहिँ राम्रो देखेको छ र यो यहाँदेखि डुङ्गेको रहेछ सल्लाहु पहिले निन्द्रामा भिम्जायो तिम्रै रूप पहिले चारैपट्टि कुहिरो यहाँबाट घाम झुल्केको हेर्नु मिल्छ क्या गाइस एउटा डाँडामा पुगेपछि तर आज कुहिरो लागेको छ र घाम हेर्नु पाइँदैन अब कुहिरो नलागेको दिन हामी देखाउँदा हामीले यहाँबाट घाम हेर्नु पाउँछौँ नि हैन कहिले हेर्नु पाइन्छ भाइ ए हो र होइन होला आज हेर्नु पाइँदैन अरे किन किन थाहा छैन तिमीलाई थाहा हुनु पर्ने त नि हामीले सुरुलाई गर्दैछौँ होइन भाइ उसले चाहिँ भ्लगमा अनुहार देखाउनै मानेको छैन ऊ त्यसै चरा बसेर गाइरहेछ राम्रै खिच्दैन रहेछ साराले उतापट्टि घर छ गाइस यहाँको टुप्पोमा बसेर कराउँदैछु त्यो टुप्पोमा माथि गएर गाइसकेको छ चराले फाइनली प्लेन जस्तो उडेर दर्शकहरूले यसो ताली बजाइसकेको छ ड्रोन हो क्या भाइ किन हाँसेको अब त यहाँ त किरा देखिनु तर यो फोनमा देखिँदैन नि त इस किरा अरे साला सिमेन्टमा त देखिँदैन बरस ऊ त्यहाँ बसिरहेछ उडाइदिन्छु ल उड्यो पनि यहाँ पनि बसिरहेछ दामी खिच्यो हामी चाहिँ फुटबल प्लेयर पनि हो नागीको उहाँ मेन हो यहाँबाट शान्ति डाँडा पनि देखिन्छ ओ भाइ चराको हत्या गर्नुहुन्छ यो बाहुन ल ल भरे तल शान्ति डाँडा
ल्या त्यो छाडामा म छाडामा सडादिनँ नि यसरी उचालिदिन्छ उचाल्छु माथि बोक्न त आइज उठ न उठ आइज उठ भ्लगमा बोल्ने भन्यो भने मात्रै राख्ने भ्लगमा बोल्ने किन बोल्ने मजा आयो भाइ गाई चुहेललाई यसो ढिलो गरेर कुदिको है ए टोपी म गरिरहेको छु ल त टोपी झिकेर लग सकेकै छ अब यति झोला बाँकी छ र हामी दुईजना चाहिँ लाग्छ ल बाई गाइस आजको भ्लग यति नै फेरि अर्को दिन भेटौँला रमाइलो भिडियो हाल्छु अब चाहिँ म सपोर्ट गर्नु होला है गाइस एकदम भाइरल गर्नुपर्छ गाइस मैले चाहिँ युट्युबमा नाम ल्याउँदैछु कसले कमेन्ट गर्छ उसको नाम भोलि आउनेछ र योभन्दा अगाडिको भिडियो एक्सर्साइजमा नाम ल्याउनुपर्छ कमेन्ट गर्नुपर्छ है गाइस ल सधैँ आउनेछ भिडियो लाइकहरू सब्सक्राइब गर्नु होला कमेन्ट गर्नु होला कमेन्ट गर्ने जतिले नाम म पढ्नेछु कसको आउने रहेछ नाम लेखेर जानु होला है